झापामै थियो गुट, किन नआउनु गुट? बिपीको पहिलादेखि गुट थियो, पार्टीमा गुट थियो, उपगुट थियो, झगडा थियो, पार्टीभित्र प्रतिस्पर्धा थियो। तर पार्टीभन्दा बाहिर रहेको लाखौं मान्छेलाई त्योसँग कुनै पनि सरोकार थिएन। मैले आग्रह गर्न खोजेको कुरा आज पनि यही हो। हामीलाई के लाग्छ? हामी घरभित्र बसेका छौँ। हामीलाई के लाग्छ? हाम्रो पार्टीभित्रको हाम्रो जुन झगडा छ अथवा एकता छ, मिलन छ, यो महत्त्वपूर्ण छ। कम महत्त्वपूर्ण छैन भनेको होइन, तर यो नै सबै कुरा भन्ने लाग्छ। तर योभन्दा बाहिर रहेका ती लाखौं मानिसलाई त्यसमा केही पनि मतलब छैन। उसलाई हाम्रो पार्टीप्रतिको भरोसा छ भने छ, छैन भने छैन। आजको दिनको स्थिति के छ? भरोसा स्तरै तल गएको अवस्था हो। कहाँबाट भयो? किन भयो? मैले यो बिचमा थुप्रै साथीहरू भेटेँ, थुप्रैसँग मैले अहिले अन्तर्क्रियाहरू गरेँ। हाम्रो मेरो म तपाईँले भने मेरो त सामान्य कथा हो है। मेरो धेरै दुःख पाएको परिवार सामान्य परिवार। आज म भर्खर यहाँ कार्यालयमा गएर श्रद्धाञ्जली अर्पण गरेर आयो। 28-29 सालको त्यो दुःखको बेलामा काङ्ग्रेस भएको यस्तो कथाहरू झापामा कति होला। अहिले भर्खर एकजना बा मैले गोविन्द कडेलिया भर्खर यहाँ मैले भर्खर भेटेँ। यस्तो कथा कतिवटा हो? यी सबै कथाहरू मिलेर बनेको नेपाली काङ्ग्रेस हो नि। तर आज त्यस्तै कथा भएको परिवारको त्यो जेनजी भनेको को हो? त्यही परिवारको छोरा होइन, छोरी त्यसले हाम्रो भोट हालेन, उही हो नि त। म त्यो बेलाको जेनजी बाल काङ्ग्रेस पनि आजको जेनजीले कता कता हालेन नि त। किन हालेन? संगठन कमजोर हो भन्छौँ हामी, त्यो होइन। सबभन्दा मुख्य कुरा भनेको इमेज, पार्टीप्रतिको एउटा त्यो भरोसा है भने जम्मा 500 जना क्रियाशील सदस्य हुँदै गर्दा पनि पुगेको थियो। त्यो भरोसा किन टुट्यो भनेर अहिले पछाडि धेरै मानिसहरू छलफल गर्दै जाँदै गर्दा मैले चाहिँ कसरी हेरेको छु भने एउटा टाइम लाइनमा राखेर हेरेँ। 2072 सालमा संविधान बन्यो। संविधान बनिसके पछाडि त्यहाँबाट एउटा सत्ताको यस्तो एउटा खेल सुरु भयो। नेपालको पपुलेसनको ठूलो हिस्साको मेमोरीमा अहिले 72 साल पछाडिको सत्ताको त्यो खेल मात्रै टाँसिएर बसेको छ। कहाँबाट सुरु भयो हेर्नुहोस् त? काङ्ग्रेस र एमालेको बीचमा पहिला झगडा भयो। एमाले र माओवादी मिलेर सरकार बनाउनु। एमाले र माओवादी मिलेर सरकार बनाएको केही समयभित्र हामीले माओवादीलाई त्यहाँबाट थुतेर ल्यायो, काङ्ग्रेस र माओवादी मिलेर सरकार बनायो। 8-9 महिना प्रचण्ड प्रधानमन्त्री बन्नुभयो, त्यसपछि हामी बन्यौँ। हामीसँग सरकारमा बसिरहेको छ माओवादी। सरकारमा बस्दै गएर एमालेसँग गएर पार्टी नै मिलाएर नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्यो। नेकपा बनेर चुनाव लड्यो, प्रचण्ड बहुमत प्राप्त गर्यो। आनन्दले नेकपा चलाएको भए हुन्थ्यो। नेकपा टुट्यो, फेरि हामीसँग आएर हामी मिलेर सरकार बनायौँ। हामी दुईटा मिलेर चुनाव लड्यौँ नि त अस्ति 1980 सालमा हामी दुईटा